सिनहरू क्या हौ यही हो हाम्रो गाउँको माथि जाने बाटो ल दाइ गए ल ल दाइ ल धन्यवाद हौ कत्रो भएछ हौ यो बर त यार हौ विशाल ठुलो भएछ हौ यो त यार यत्रो यो रोपेको मलाई थाहा छ यार यो बर यार आम्मामामामामा कत्रो भएको यार हामी स्कुल पढ्दै सानो थियो हौ यहाँनिर पहिला बाघ बस्थ्यो अरे हो यो ओडारमा यार उ जमानामा के अब यो सब जङ्गल थियो होला अनि यो डाँडा मुनि चाहिँ अब सुनेको हड्डी नै हड्डी छ क्या यो ओडारमा यो मुनि मान्छे मारेर राख्यो होला मलाई सेराङ्गेले छिराएको थियो अनि यो चाहिँ अशोक नाम्बा भन्छ होइन यो पाटामा के डर लाग्दो थियो होला है यो बाटो त होइन यहाँबाट त नि हामी घाँस काट्दै यता हिँड्थ्यौँ नि सेराङ्गेको घरमा निस्किन्थ्यौँ नि अनि यहाँनिर क्या यहाँनिर एउटा बाघ बन्दुकले हानेर मारेको रे यो ढाडमा पहिला होला यो बाटो हामी जाँदैछौँ यहीँ भन न हौ सर्प चाहिँ धरै होला नि हो यहाँ त है जान्छ के देशतिर अहिले खुलाएको छ है धेरै देशहरू नि हौ तल तेजेको घर है थियो अनि ऊ माथि को बस्छ अरे त्यहाँ प्रधान काले प्रधान ठुले छेउमा यो गोपाल अनि मास्टर सेतु उसको याक्सा हाम्रो पहिला हामी चाहिँ यहाँ बस्थ्यौँ हौ यहाँ क्या हाम्रो याक्सा बर्खे गोठ यहीँ थियो यहीँ नि हो हिउँदा बर्खा यहीँ चराइन्थ्यो यो यता हाङदिङ कान्छाको घर उयो तल कसको यो सेतु सूर्यको बाख्राको अनि ऊ पारी सेतुराम माथिको परको चाहिँ पुरानो घर होइन यताको कान्छाको तलको हाम्रो मुसा खाने बाबेको तर ऊ त छैन नि माथि खङ्गेमा त्रिशुल यो के पऱ्यो पहिला हामीलाई त यहाँ त हौ यहाँ भूतको घर भन्थ्यो क्या यो मुनि अहिले त बन्द गरिसकेको छ हौ सेराङ्गेको बाख्रा यहाँभित्र पसी गएर मरेको छ अरे निकाल्न सकेन पो अहिले त सानो भएछ नि एकछिन ल यो लेसुलुङको फोटो खिच्नु पर्यो यता गयो होइन यो लेसुलुङ हौ सिरिसे खेत त ल अलैँची मात्र छ हौ लेसुलुङमा यो डाँडामा सानोमा त फुत गइन्थ्यो यार अहिले त अलि आँट नआउने रहेछ क्या हो यहाँनिर त्यो लामो जाक ऊ है ऊ हो अनि यहाँनिर कमल दाईहरू यहाँ चढ्थ्यो बकाइँचा ठुली दाईहरू डर लाग्यो यार यस्तो छ है
हौ यो यसरी सलपचुप खोला छेकिदिइहाल्यो। यो त अब कसले के गर्ने, पुल भत्काइहाल्यो त्यहाँ। यही पुल नहुँदा यहीँ सारा चिन्ने रुन्थे, पुल माग्थे। गोबर ग्यास यहाँ गोबर हाल्ने घोल्ने, तल ट्याङ्कीमा ग्यास जम्मा हुन्छ, उपर आउँछ पाइपमा खोल्ने छस्सै जान्छ।